के लागेको कुन रोग लागेको मैले सोधेको थिएँ अहिले उहाँलाई सबैलाई सोधेको त होइन भन्नु न तपाईँ अर्काको कुरा अहिले हेर्नु भएको छैन पक्रिनु न अहिले अब हेर्नु ए ठिक छ त्यो के भन्नु विभिन्न किसिमको कुरा सबै त्यो बिउ उत्पादनका त्यो मान्छेहरू त अब हिँड्दाखेरि होसियासँग हिँड्नु पर्यो हँसियासँग हिँड्नु पर्यो अनि आखिर विशेष गरेर त्यो होसिया नभइकन त्यत्तिकै त्यो हेर्ने होइन फोटो खिच्ने होइन त्यो हेर्दाखेरि त्यो बेजात देख्यो भने तुरुन्तै काट्ने अनि काट्ने बेला त अब त्यो फेदबाट काट्ने हो यो बर मात्रै काट्ने होइन अनि टाढाबाट सबै काट्ने किनभने काट्ने हो फेरि एउटा एउटा छान्ने होइन अनि किनभने त्यो फेरि त्यो यहाँबाट फेरि बाह्र निस्किन पनि आउन सक्छ त्यस कारणले सबै काट्नु पर्यो अनि अरूको कुरा त्यो हामी आखिर त्यो यहाँबाट हेर्दै हेर्छौँ त्यो एकदम ठिक हो किनभने बेजात हेर्दाखेरि त सबभन्दा पहिला त्यो यहाँ त्यो सूर्य कहाँ छ त्यो पछाडिमा सूर्य राखेर त्यो हेर्नै पर्यो त्यस कारणले उताबाट हेरेर ठिक छ मेरो खेत त ठिक छ भन्न सुन्दैन फेरि यहाँतिर गएर घाम पछाडिमा राखेर त्यो यस्तो गरेर हेर्नुपर्छ लाइनको धानको लेभलमा आफ्नो आँखा यसरी हो त्यो गोविन्द सरले त त्यो धेरै बुझिसक्नु भयो अनि अरूको कुरा त्यो खेत हेर्दाखेरि त्यो कारोबारी निरीक्षण पनि त्यसै हो अनि खेत हेर्दाखेरि त सकेसम्म वरिपरि सबै घुम्नु पर्यो अनि हिजो त मैले त्यो एसक्युसिसीसँग पनि त्यो छलफल गरेको अनि त्यसमा त्यो तारिममा तपाईँहरू त्यो एसक्युसिसीले पनि त्यो यसमा सिकाउनुहोस् भन्ने कुरा ओभरभ्यू इन्सपेक्सन भन्छ अनि एन्टाइया त्यो हेरेर त्यसपछि मात्रै त्यो खेतभित्रमा बस्ने हो पहिला ओभरभ्यू गरेर हजुर अनि त्यसपछि त्यो पछिको कुरा त त्यो अब उहाँले त भन्नुहुन्छ होला अनि त्यो कारोबारी निरीक्षणको त्यो बेला त अब त्यो आइसोलेसन डिस्टेन्स अनि टिममेट त्यो अर्को जातबाट अर्को क्रसबाट टिममेट फरक हुनु पर्ने नत्र भने अब यहाँ चाहिँ हजुर थाहा छ होला यहाँ चाहिँ 3 मिटर चाहिएन आफै उता त चाहिएन यता पनि चाहिएन अर्को बाली छैन तर यो धानको जात चाहिँ जो अर्कै यो धानको जात अर्कै तर एकैपटक चाहिँ जो पाक्ने छ एकैपटक फुल फुल्ने छ भने यो दुईटाको दूरी 3 मिटर हुनुपर्छ यदि 3 मिटर छैन भने तपाईँले 3 मिटरको धान काटेर खाइनमा हालेर अरू मात्रै बिउ हो अनि अर्को कुरा पनि त्यो अहिले त्यो बिउ उत्पादनका मान्छेले त्यो काट्दाखेरि त कम्बाइन हार्भेस्ट गरेर काट्नुहुन्छ कि हातले काट्नुहुन्छ दुईटै काट्छ अनि कम्बाइन हार्भेस्ट गरेर काट्दाखेरि त त्यो सबै खुरी के अरे सफा गर्नुपर्छ तर त्यो अनि शुद्ध बिउ रहन सक्छ नत्र यो पनि बिउमा हालिदिनु भयो भने पहिल्यै उता मेसिनमा भएको पनि यसमा मिसिन सक्छ त्यसैले पहिलाको यसो 1-2-4 क्विन्टल 5 क्विन्टल जति अब भरपारै काट्दाखेरि पुग्छ त्यो चाहिँ तपाईँको के जाति अरे खाइनमा जानुपर्छ होइन तर अब यस्तोमा चाहिँ यो खेतमा चाहिँ त्यो आवश्यकता देखिँदैन यदि त्यहाँनिर चाहिँ मेसिन सफा छ भने मेसिन सफा छैन भने यो खेतमा पनि पहिला अलिकति काटेर खाइनमा लगेर अनि त्यसले चाहिँ मेसिन सफा गर्छ र अनि मात्रै यो काटिन्छ 1-2 क्विन्टल चाहिँ काटेर छुट्टै राख्नुपर्छ अरू फिल्डमा जाँदाखेरि के चाहिँ हेर्ने त्यो एकचोटि भन्नु न अरू फिल्डमा तपाईँहरू त त्यो सबै बानी पाइसक्नु निकालिहाल्नु अनि कुनै त त्यो के हो यो बेजात हो कि बेजात होइन भनेर त्यो पछि हेरौँ भन्दाखेरि त पछि हेर्न सक्दैन बिर्सिन्छ रोग किराहरू बेजात त मात्रै भन्नु अरू के हेर्ने होइन त्यो सुरुमा त बेजात हो अनि अरूको त त्यो रोग किरा अनि रोग किरा त त्यो अब भन्नुसारले त्यो धेरै भन्नुभयो अनि नेक पुरा भयो भने त अब रिजेक्ट त्यो हुन्छ त्यो निषेधित रोग हो अनि बिउबाट सर्ने नेक ब्लास्ट हुनको लागि चाहिँ तपाईँको यो नेकमा घाँटीमा यहाँनिर खैरो भयो नि यो खैरो भएर मरेको भएपछि यो बाला कि त ठाडो हुन्छ लाग्यो भने यो भाँचिएर ल अब चाहिँ अगाडि जाउँ यति बेला हामी ज्ञान केन्द्रको आयोजनामा कृषक धान दिवस फिल्डमै अवलोकन गरिरहेको छौँ मनाइरहेको छौँ र धान बिउ प्रोसेसिङ गर्दा रोगिङ कुन छ भने हाम्रो
ज्ञान केन्द्रको र जायका टोली पनि आइरहेको र किसानहरूलाई बिउको लागि धान राख्दा के कुराहरू सावधानी अपनाउनु पर्छ भन्ने हामी फिल्डमै गएर अवलोकन गरिरहेको अवस्था देखिन्छौँ र यति बेला हामी बेजात खोजिरहेछौँ। खास गरी बेजात बिउको लागि जुन धान राख्छ त्योमा बेजात राख्ने खोज्नु पर्दछ। धन्यवाद।